Step-by-step healthy homemade atta keema noodles. यसरी रोटी बनाउने अनि त्यसपछि यसरी काटिदिने के यसरी काटिसकेपछि यसलाई उमाल्नुपर्छ त्यो रोटीलाई अघि हाल्दिए किनभने हामीसँग अर्कोवाला साग थिएन म जाँदैछु पहिला सुरुमा तेल हाल्नु अलिकति बोट्नु एकछिन है मैले चिकन क्युब पनि हालिदिएको छु त्यसपछि मिठो टेस्ट आओस् भनेर अब म यो हरियो प्याज पनि हाल्दिएँ यहाँनिर अब चाहिँ मैले बेसार हालिदिन्छु जिरा लसुन पनि हालिसकेँ अघि नै नुन स्वादअनुसार नुन है मजाले चलाइदिने अब यो चाहिँ पाक्यो अब हामी चाहिँ अन्डा नि मिसाउन जाँदैछौँ यसमा 2टा अन्डा मिसाउँछु म अब मजाले चलाउने हो मजाले पकाउनु यो यतिको पाकिसकेपछि चाहिँ यसमा अलिकति सोया सस हालिदिनुपर्छ है मजाले पाक्छ यो चलाउने पाक्न त पाकिसक्यो अब अलिकति कलर दिनको लागि चाहिँ हामीले सोया सस हालेको यो अन्डा र मसरुमको चाहिँ हाम्रो यो किमा बन्यो सो यो चाहिँ हाम्रो रेडी भयो है किमा सोया सस हाल्छु त्यसपछि यो होममेड चिलीज हाम्रो है यो कति पिरो खाने त्यही अनुसारको मलाई चाहिँ पिरो एकदम मनपर्ने भएको भएर अब यहाँ मैले अलिकति नुन पनि हाल्दिएँ त्यसपछि अब म यसलाई मजाले स्प्रेड गर्छु किनभने सबैतिर लागिदिनु पर्यो नि त यो भयो त्यसपछि यो चाहिँ हाम्रो होममेड किमा नुडल्स हो सो अब म यसलाई सर यहाँ माथि हालिदिन्छु कति खाने आफू त्यही अनुसारको अब लास्टमा चाहिँ हाम्रो के आउँछ भन्दाखेरि मेन किमा यसलाई सर माथिबाट हालिदिने अब हाम्रो किमा नुडल्स रेडी भयो अब हामी यसलाई मोल्छौँ यो चाहिँ एकदम वेट लसको लागि एकदमै राम्रो यसरी सर मजाले मोल्छौँ यम्मी किमा नुडल्स सो हाम्रो किमा नुडल्स इज रेडी अब खाने गमका गम लाएर